हजारौं कामदार नेपालीहरूको लास भित्रिने गर्दछ। साँच्चीकै यो सुन्दा दुःख लागेर आउँदछ। नम्बर 4 मा रहेको छ विकास। राजतन्त्रको पालामा नेपाल मोडर्न जमानामा नभए तापनि हरेक ठूला विकासहरू राजतन्त्रको पालामा नै सुरुवात भएका थिए। चाहे त्यो पूर्व पश्चिम राजमार्ग किन नहोस् या त्रिभुवन विश्वविद्यालय। सम्पन्न रूपमा अस्पतालहरू धेरै थिए भने ट्राली बस र रेलवे मार्ग सबै चिज विकास हुँदै थियो। प्रजातन्त्रको पालामा बाहिरी देशबाट ऋण लिई नेपालीहरूको हरेक व्यक्तिको टाउकोमा 1 लाख ऋण पर्ने गरी विकास भएको छ। नम्बर 5 राजाहरू सधैँ भन्ने गर्नुहुन्थ्यो हाम्रो नेपाली शिक्षित र बाठा भयो भने देशको विकास छिटो हुन्छ भनेर। तर आजकलको नेताहरू भन्छन् नेपाल शिक्षित र बाठा भयो भने हाम्रो विकास ढिलो हुन्छ। हस् त राजतन्त्र कि राम्रो कि लोकतन्त्र कमेन्ट गर्नुहोला र हाम्रो च्यानललाई फलो लाइक सब्स्क्राइब गरी सपोर्ट गरिदिनु होला। धन्यवाद।